नेकपा एमाले गणतन्त्र विरुद्ध हुने कुनै पनि गतिविधि सही नहुने बताएको छ। एमाले केन्द्रीय सचिवालयको बैठकले राजावादीहरूले जेठ 15 गते गर्न लागेको प्रदर्शन गणतन्त्रको विपक्षमा हुने भन्दै त्यसको प्रतिवाद गर्न निर्णय गरेको छ। यस्तै बैठकले जेठ 15 गते गणतन्त्र दिवस भव्य रूपमा मनाउन पार्टी सङ्गठनहरूलाई निर्देशन पनि दिएको छ। यसमा एउटा रोचक कुरा त के छ भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ 15 गते दिउँसो 11 देखि 2 बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। यसरी सिङ्गो काठमाडौँ नै नेकपा एमालेको नियन्त्रणमा रहनु यो के सही होला? उनले दिएको निर्देशन अनुसार पार्टी कार्यकर्ताहरूले त्यही नै गरे भने यसको परिणाम के हुन सक्ला? उनले दिएको यो निर्देशनमा तपाईको विचार कमेन्ट गर्नुहोला। यस्तै नयाँ जानकारीमूलक भिडियोको लागि उदय नेपालसँग जोडिनुहोला। अनि हाम्रो प्रस्तुति कस्तो लाग्दैछ? सकारात्मक सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला।